हेलो नमस्ते साथीहरू, स्वागत छ मेरो युट्युब च्यानल मनिषा अफिसियलमा। साथीहरू आरामै हुनुहुन्छ होला है? म नि आरामै छु। म चाहिँ अलिक धेरै दिनको ग्यापपछि फेरि पनि अर्को भिडियो लिएर आएको छु। अलिकति धेरै नै बिजी भएर चाहिँ अलिकति भिडियो कन्टिन्यू गर्न पाइरहेको छैन। त्यसको लागि माफी चाहन्छु। साथीहरू मेरो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु होला। मैले चाहिँ आज चाहिँ यो चाहिँ बिग साइज पोर्क मोमो लिएर आएको छु। मलाई चाहिँ मोमो मनपर्ने भनेको पोर्ककै हो। बिग साइज पोर्क मोमो। अनि यो चाहिँ मैले कालो तिलको चटनी, कालो तिल सेतो तिलको चटनी लिएर आएको छु। अनि यो चाहिँ मैले चाहिँ बिटरुट केराउहरू मिक्स गरेर मिक्स भेज चटपटे लिएर आएको छु। यो चाहिँ भुजा बिनाको चटपटे। साथीहरू मेरो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु होला। ल है त, फर्स्ट बाइट। यस्तो बिग साइज मोमो छ, खाएँ है त। सब्जी चाहिँ ल्याइदिनु रहेछु कि मैले, यहीँबाट खान मिल्छ। बिग साइज 1 बाइट च्यालेन्ज है, अलिक सक्दिनँ जस्तो लाग्छ। सलाद खाम। सबै मुकबाङ्गर साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, सबैभन्दा पहिले चाहिँ हेल्थलाई फर्स्ट प्रायोरिटी दिनु होला। भन्न चाहन्छु, म चाहिँ हेल्थलाई नै फर्स्ट प्रायोरिटी दिन्छु। भन्दै खान त र पनि यो मैले मैदाकै मोमो हो। यो चाहिँ 1 बाइट पिरो। वाह,
यो साह्रो ठुलो छ हौ। लास्टै पिरो रातो दुलो खोर्सानी अनि हरियो खोर्सानी नै हालेको थिएँ। पिरो चाहिँ लास्ट भयो कि। अचार पनि पिरो, यो पनि पिरो। लास्टै पिरो हो आमा। लास्टै पिरो हो। लास्ट पिरो। ल साथीहरू, ल त साथीहरू मैले चाहिँ खाइसकेँ। लास्टै पिरो भयो। ल त साथीहरू मैले चाहिँ खाइसकेँ। मिठो हो, एकदम पिरो पनि भयो। आशा छ मेरो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुभयो होला। हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नयाँ साथीहरू हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। अनि जति पनि साथीहरूले मलाई साथ सपोर्ट दिइरहनु भएको छ, हजुरहरूलाई मनैदेखि धन्यवाद दिँदै फेरि पनि अर्को नेक्स्ट भिडियो लिएर आउने नै छु। तबसम्मलाई बाई बाई।